नमस्ते दाक्सु, म हेम प्रसाद राई। आज हामी किराँतीहरूले नाचिराख्ने साकेला वासको बारेमा मसँग जति जानकारीहरू छ यो पर्याप्त होइन। यसको धेरै गहिरो महत्त्व र अर्थहरू छन्। तैपनि मलाई एकदमै सरसर्ती थाहा भएको एकदम छोटकरीमा कुराहरू जानकारीहरू चाहिँ तपाईहरुसँग शेयर गर्न चाहे। हामीले खालिङ राईहरूले चाहिँ विशेष गरी वर्षमा 3 पटक हामीले वासको पूजा गर्दछौँ। यो चैत महिनामा हामीले पहिलोपल्ट वासको पूजा गर्छौँ। यो चैत महिना चाहिँ हाम्रो खेतीबाली लगाउने समयको हिसाबले र हामीले यो लगाएको खेतीबालीहरू राम्रो होस् भन्ने एउटा मनोकामना सहित हामीले चैतमा वास पुज्छौँ र यसलाई चाहिँ हामीले अब ब्यान्चुर वास भनेर भन्दछौँ। यस्तै गरी अब जेठ महिनामा चाहिँ टेपु वास अथवा देवास पनि भनेर अब बुझिन्छ। यसको पूजा गर्छौँ हामीले। यो चाहिँ हामीले लगाएको खेतीबालीहरूमा चाहिँ अब कुनै किसिमको रोग किराहरू नलागोस्, प्रकृतिले साथ देओस्, राम्रो होस्, उचित चाहिँ अब हावापानी चाहिँ सबै पुगोस्, प्रकृतिले पुर्याइदियोस् भन्ने एउटा मनोकामना सहित यसको पूजा गर्छौँ। र यो अलिकति बढी धुमधाम हुन्छ। काठमाडौँमा विशेष गरी टुडीखेलमा हामीले सबै किसिमको किराँतीहरू चाहिँ यो वास यो साकेला नाचेको हामीले चाहिँ अब मिडियाहरूमा पनि देख्ने गर्दछौँ। र यस्तै गरी अब अर्को वास चाहिँ हामीले भदौ महिनामा गर्दछौँ यसको पूजा चाहिँ। र यो भदौ महिनामा पुज्ने वासलाई चाहिँ रुमोल वास भन्दछौँ। यो चाहिँ हामीले उत्पादन गरेको हाम्रो कृषि बालीहरू चाहिँ अब धेरै राम्रो भयो, सबै अब भनेर चाहिँ अब राम्रो भयो भन्दै धन्यवाद स्वरूप प्रकृतिप्रति खुसी व्यक्त गर्न, धन्यवाद ज्ञापन गर्नलाई पनि हामीले यो वासको पूजा गर्दछौँ। र यो वासलाई चाहिँ हामीले रुमल वास पनि भनेर भन्दछौँ। अनि रह्यो अब वासचिलीको बारेमा। यो वासचिलीहरू चाहिँ तपाईँ हामीले हेर्दाखेरि सरसर्ती हेर्दाखेरि मान्छेहरू झ्याम्टो बजाएर नाचिराखेको हुन्छ। त्यो झ्याम्टोको तालमा नाच्ने उफ्रिने मात्रै होला भनेर सम्झेको हुन्छौँ, तर त्यो होइन। त्योभित्र चाहिँ अब अहिलेको हाम्रो पुस्ताहरूलाई त थाहा छ करिब धेरै कुराहरू। पहिलाको हाम्रो पुर्खाहरूको जीवनशैली त्यो उहाँले भनेको, किनकि अब उहाँले भनिराखेको कुराहरूबाट पनि हामीले केही न केही कुराको जानकारी छ। तर अब अहिले पनि हाम्रै छोराछोरीहरूलाई अब अहिले पनि कति मान्छेले अब आफ्नो जीविकोपार्जन गर्ने तरिकाहरू फरक छ नि त। कोही अब जस्तै वैदेशिक रोजगारमा हुनुहुन्छ, कोही यहाँ जागिर खाँदै हुनुहुन्छ, कोही चाहिँ अब सेनामा पुलिसमा टिचिङमा हुनुहुन्छ होला, कसैले कम्प्युटर चलाएर आफ्नो जीविकोपार्जन गरिराख्नु भएको छ होला भने, कसैले चाहिँ पत्रकारिता ट्रेकिङ होइन फरक छ हाम्रो जीविका चाहिँ चलाउने चाहिँ अब फरक हुन सक्छ। तर अब हाम्रो पुर्खाहरूले चाहिँ कसरी आफ्नो जीवनयापन गर्नुहुन्थ्यो, उहाँहरूको त्यो लाइफस्टाइल चाहिँ कस्तो थियो, जीवनशैली चाहिँ कस्तो थियो भन्ने कुरा चाहिँ त्यो वासचिलले चाहिँ ठ्याक्कै अब त्यहाँ चाहिँ बताउँदछ। जस्तै पुरुषहरूले गर्ने वासचिल चाहिँ अब अहिले 13-14 किसिमको वासचिली चाहिँ अब खालिङहरूको सन्दर्भमा चाहिँ 13 किसिमको वासचिली पुरुषहरूले नाच्दछन्। र विशेष गरी पुरुषहरूले त्यो गर्ने चिल चाहिँ के हुन्छ भने अलिकति बढी एडभेन्चर होइन, अलिकति बढी अब खतरासँग चाहिँ अब जुत्ने खालको त्यो टाइपको चाहिँ अब चिलीहरू हुन्छ। जस्तै अब शिकार खेल्ने, जङ्गली जनावरको शिकार खेल्ने, अब त्योसँग अब लड्ने भिड्ने, अनि अब भूत प्रेतसँग लड्ने भिड्ने, त्यसलाई चाहिँ लखेट्ने। अब त्यो बेला त अब अहिले पो चाहिँ अब हाम्रो यो मेडिकल साइन्स हरेक कुराले चाहिँ अब हामीलाई अब त्यति धेरै विश्वास हुँदैन भूत प्रेतसँग। तर त्यो बेला त यसको विकास भएको थिएन, हस्पिटलहरू थिएन, मान्छे बिरामी हुँदाखेरि उपचार गर्ने नै अब त्यही खालको गति थियो नि त। अब भूतले होला, भूत प्रेत लागेको होला भन्ने एउटा विश्वास थियो नि त, जनविश्वास। अनि त्योसँग लड्ने, त्यसलाई खेद्ने कुराहरू भयो। अनि अब जस्तै अब कसरी बाँच्थे त त्यो बेलाको पुर्खाहरू, शिकार खेलेर भस्मै फारेर चाहिँ अब खेतीपाती लगाउने, अब जग्गा जमिन तयार गर्ने होला। र अब शरण माग्ने, अब प्रकृतिसँग चाहिँ अब केटी आशिक माग्ने, यो चाहिँ अब दुइटै केटीमा, महिला र पुरुष दुइटैकोमा त्यो हुन्छ, त्यो सिलिरहेहरूमा हुन्छन् होइन। तथापि अब पुरुषहरू चाहिँ त्यो खालको अलिकति बढी जोखिमपूर्ण कामहरू गर्थ्यो भन्ने कुरा चाहिँ पुरुषहरूले गर्ने सिलीभित्र देख्न सक्छौँ भने महिलाहरूले अहिले 39 किसिमको सिलीहरू खालिङ महिलाहरूले चाहिँ अब 39 किसिमको फरक 39 किसिमको अर्थ दिने सिलीहरू चाहिँ अब नामसहितको सिलीहरू हुन्छन्। त्यो सिलीहरूमा चाहिँ अब महिलाहरूले चाहिँ विशेष गरेर अब कसरी चाहिँ घर परिवार चलाउँथ्यो, कसरी खेतीपाती लगाउनुहुन्थ्यो र कसरी त्यो लगाएको खेतीपातीहरू भित्र्याउनुहुन्थ्यो। अनि अब अहिले पो तपाईँ हामीले लगाइराखेको हाम्रो लत्ता कपडाहरू चाहिँ एकदमै आधुनिक होइन, मेसिनले
तयार गरेको बजारमा सहजै गएर किन्न सकिन्छ। त्यो बेला त सम्भव थिएन। उहाँहरू आफैले चाहिँ निर्माण गर्नुभएको भाङ्रा फेगाहरू चाहिँ अब अल्लोबाट तयार भएको वनस्पतिहरूबाट तयार भएको कपडाहरू लगाउनुहुन्थ्यो र उहाँहरू आफैले बुन्नुहुन्थ्यो र अब त्यो खालको कसरी बुन्नुहुन्थ्यो भन्ने कुराहरू। अनि अब दिदीबहिनी एउटा ब्रोमेलास्मे भन्ने सिली छ, मलाई चाहिँ अत्यन्तै मनपर्ने अत्यन्तै आकर्षक होइन। जस्तै दिदीबहिनी बिचको एउटा आत्मीयता, अब उहाँहरू अब कति समय पछाडि भेट्ने अनि छुट्ने त्यो बिचको सबै त्यो किसिमको एक्ट होइन, त्यो चाहिँ सबै चाहिँ अब हामीले त्यो सिलीभित्र हेर्न सक्दछौँ। एकदमै आकर्षक सिल भनौँ न, वा सिल चाहिँ अब हुन्छ महिलाहरूले गर्ने। अब यस्तै हो, समग्रमा हामीले कसरी बुझ्नु पर्यो भने हाम्रो पुर्खाहरूको जीवनशैली कस्तो थियो, जीवन पद्धतिहरू कस्तो थियो भन्ने कुराहरू चाहिँ उहाँहरूले अहिले हामीले गर्ने सिलीबाट चाहिँ हाम्रो पुर्खाहरूको त्यो जीवनशैलीलाई चाहिँ हामीले अध्ययन गर्दछौँ, बुझ्दछौँ। एक किसिमले चाहिँ अब त्यो बेलाको उहाँहरूको इतिहासलाई बोकिराखेको हुन्छ यो वासिलीले। र आज मसँग जे जति तपाईँहरूले जानकारी दिन सके, मलाई आशा छ तपाईँहरूले मन पराइदिनु हुन्छ र मन पराइदिनु भयो भन्ने आलासु। धन्यवाद। Hey,